त्यसपछि भगवान वामनले हेर्दा हेर्दै आफ्नो रूपलाई विराट बनाउनु एक पाइला अगाडि बढाउनु भयो। पृथ्वीको र स्वर्गको सम्पत्ति नाप्नु भयो। दोस्रो पाइला अगाडि बढाउनु भयो, पातालको सम्पत्ति नाप्नु भयो। ए बलि गुरुदेव, मेरो 2 पाइला तिम्रो सारा सम्पत्ति नापिसके। भन तेस्रो पाइला कहाँ राख? आज हजुरले मलाई ठुलो छल गरिबक्स्यो। 3 पाइला भूमिको भागामा मेरो 3 लोकको सम्पत्ति आज 2 पाइलाले नापिबक्स्यो प्रभु गुरुदेव। तर एउटा कुरा गुरुदेव, हजुरले आखिर 3 लोकको सम्पत्ति मसँग लिनै थियो भने मलाई बलि 3 लोकको सम्पत्ति दान गर भनेको भए म दान गर्थे। आज यसरी छल किन गर्नुभयो गुरुदेव? आज मैले त्यस्तो के गल्ती गरेँ? ठिकै छ, यदि हजुरलाई तेस्रो पाइला पनि अझै नाप्न मन छ भने गुरुदेव नापिबक्स्योस्। ए बलि एक पाइला पृथ्वी, दोस्रो पाइला अनि यो तेस्रो चरण अब मेरो राख्ने ठाउँ कहाँ छ भन? गुरुदेव, मैले सुनेको छु धनाद 10 गुणो धनी, धन भन्दा धनी व्यक्ति 10 गुणा धनी हुन्छ। अहिलेसम्म हजुरले मेरो 3 लोकको सम्पत्ति नापिबक्स्यो, तर मलाई त नापिबक्सेको छैन नि गुरुदेव। त्यसैले आजदेखि यो बलि आफ्नो शिर हजुरको चरणमा समर्पण गर्न चाहन्छ। हजुर तेस्रो चरण मेरो शिरमा धारण गरिदिबक्स्योस्। भगवानले आफ्नो चरण बलिको शिरमा राखिबक्स्योस्। बोले वामन भगवानको आज तिमीले आफ्नो शिरसम्म दान गर्यो। त्यसैले अब हरेक दीपावलीमा तिम्रो नाममा दीपावली मनाउने चलन छ। गुरुदेव, म आज धेरै सौभाग्यवान भएँ, किनभने मैले मेरो त्रिलोकीको सम्पत्ति हजुरलाई प्रदान गरेँ। त्यति मात्रै होइन, आजदेखि यो बलि आजदेखि हजुरको दास बनेको छ। तर गुरुदेव, एउटा कुरा म हजुरलाई सोध्छु, मेरो यो अपूर्ण भएको यज्ञ अब म कसरी पूर्ण गर्ने गुरुदेव? ए बलि तिम्रो यत्रो प्रजाहरू छ, सबै प्रजासँग तिमी दान दक्षिणा आज तिम्रै नामले देउसी खेलेर तिम्रा प्रजाहरूले कति दान दिन्छन्, जाऊ लिएर आऊ। गुरुदेव, म त क्षेत्रीय हुँ, मलाई दान लिने अधिकार छैन गुरुदेव। त्यसैले दान लिने अधिकार त छैन, मलाई दान दिने अधिकार मात्रै छ। हजुर त ब्राह्मण पनि भइबक्छन्, मसँग हजुर पनि हिँडिबक्स्योस् न गुरुदेव। उसले म स्वयं तिम्रो साथमा जान्छु र तिमी मेरो साथमा हिँड। आज देउसीले खेल्दै हामी सबैको घर घरमा जान्छ। हस् गुरुदेव, आएको दान दक्षिणा म सबै हजुरलाई टक्र्याउने छु।